म चाहन्छु म मर्दै गर्दा मेरो जीवनी सबले थाहा पाओस्, मरेपछि बिर्सियोस् पनि मलाई याद गर्न जरुरी छैन। त्यसकारण म बहुत कम मान्छेसँग फोटो खिच्छु, मेरो घरमा कमै फोटो हुन्छ। मलाई सम्झिनु पर्दैन म मरेपछि, तर मलाई माया कसरी गर्छ भने मलाई जिउँदै गर, सहयोग गर्न मन लाग्छ, कुरा गर्न मन लाग्छ, बोल्न मन लाग्छ, भेट लगाउन मन लाग्छ, दुःख सुख एक आपसमा सबै कुरा गर्न मन लाग्छ। म जिउँदै हुँदै गर, मरेपछि मलाई थाहै हुन्न तिमी हाँस कि रोऊ कि, म मरेको उपलक्ष्यमा स्याम्पिङ फोर कि, स्याड भएर कुना बसेर रोऊ कि, कपाल खग्र कि, नो, इट डजन्ट मेक सेन्स, मलाई थाहै हुन्न। तर म जब लाइभ हुन्छु नि, म जिउँदै हुन्छु नि, मैले देख्नु पऱ्यो यो मेरो आफ्नो मान्छे हो, म यो मान्छेलाई ट्रस्ट गर्न सक्छु, म यो मान्छेलाई आफ्नो फिलिङ सेयर गर्न सक्छु, विथ 100% कन्फिडेन्ट आई क्यान सेयर एभ्रिथिङ भन्न सक्छु। हो त्यस्तो मान्छे हुनु पऱ्यो, भेट्दै जिउँदै। नाटक मरेपछि त नाटक त हो नि, त्यसपछि 4 घन्टापछि तपाईँलाई बिर्सिन्छ। 4 घन्टासम्म तपाईँको आँखा मरेको हुन्न अरे क्या, अनि ती सबै आफन्तहरूको रवैया देखेर छक्क पर्छ अरे कि त्यो आँखा पनि, म यस्तै मान्छेको बिचमा रहेछु जीवनभर, म कस्तो रहेछु, अरू सबै मरे पनि आँखा चाहिँ 4 घन्टा मर्दैन भन्छ कि। 4 घन्टामा आफ्नो मान्छे साथीभाइको रवैया जुन देखिन्छ नि त्यो हेर्छ अरे कि त्यसले, छक्क पर्छ अरे, मेरो जीवन होल लाइफ मैले यस्तैहरू बिचमा बिताएँ त भन्छ अरे कि। त्यस कारण मलाई मरेपछि मलाई कोही पनि चाहिन्न, जिउँदै हुन चाह्यो नि त।